तपाईँ र हाम्रो चाहिँ दुःखमा चाहिँ भाइ बहिनी अथवा रोलपालीहरूलाई चाहिँ सहयोग गर्ने हो। सिम्पल के हो भन्दाखेरि सुख दुःखमा चाहिँ सबैभन्दा समस्या त कामको आइरहन्छ होइन। काम पछिको चाहिँ अन्य देशमा त रोल्पा सेवा समाज जापानले राम्रो काम गरिरहेको छ नि त। यो त रोल्पा समाज जापान हो। अन्तर्राष्ट्रिय भनेको के हो त? अन्तर्राष्ट्रिय भित्र रोल्पा समाज जापान पर्दैन त? उहाँले मेरो प्रश्न। त्यस कारणले गर्दाखेरि हामी राजनीतिक जान्दैनौँ, हामी ठुला कुरा गर्दैनौँ। हामी रोल्पा समाज जापानले रोल्पाको विकास गर्ने होइन, रोल्पाको भयङ्कर विकास गर्ने उद्योग कल कारखानाका लगानी त्यस्तो प्रकार रोल्पा समाज जापानको चाहिँ योजना छैन। हामी माझ आइरहन्छ कि बारम्बार आइरहन्छ। सबैभन्दा इम्पोर्टेन्ट छ, सबैभन्दा समस्या त कामको आइरहन्छ होइन। काम पछिको चाहिँ गागको पछि त फेरि सेनमन गागको खोज्नु पर्यो। सेनमन गागको खोजिसकेपछि 2 वर्षमा सिसोको लागि चाहिँ कामको लागि खोज्नु पर्यो। त्यस्ता कारणले गर्दाखेरि चाहिँ कामको आउँछ, हामीले सकेको कामहरू चाहिँ हामीले सहयोग गरिरहेका हुन्छौँ। तर चाहिँ केही साथीहरू के हुन्छ भन्दाखेरि कामका कुराले लिएर काम मिलाइदिन रोल्पा समाज जापान के का लागि त भन्ने प्रकारले कुराले पनि त्यहाँबाट तात्दिने साथीहरू पनि हुनुहुन्छ। त्यो भएको कारणले गर्दा हामीले चिन्जान गरेका साथी भाइसँग भाइ बहिनीहरूसँग चाहिँ सहकार्य गरेर सक्दो काम त लगाइरहेका छौँ। विशेष कारणले गर्दा कुनै ठाउँ अनुसार, कुनै समय अनुसार, कुनै महिना अनुसार, त्यो कारणले गर्दाखेरि चाहिँ जापानको सेखा जुत्ता अडल बदल भइरहेको हुन्छ नि। त्यो कारणले गर्दाखेरि हामीले समयमा काम लगाउन सक्दैनौँ, तर कुरा त गरेका हुन्छ नि। त्यो पनि सहकार्यता हो, त्यो पनि सहयोग हो। त्यस कारणले गर्दाखेरि रोल्पा समाज जापानले काम लगाइदिएन भन्ने प्रकारले कुरा गरी रोल्पा समाज जापानसँग तातिने साथीहरू पनि हुनुहुन्छ। कृपया त्यस्तो कामहरू नगरिदिनु होला। र पहिलाकै कुरालाई गर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज जापानका साथीहरूले के भन्न चाहन्छु भन्दाखेरि तपाईँ र हाम्रो चाहिँ केही त्यस्तो भेदभाव छैन, कुनै दुश्मनी पनि होइन। उहाँले आज साइतामामा चाहिँ देउसी भैलो कार्यक्रम खेलिनुहुन्छ, भव्य बनाउनुहोस्। तर के हो भन्दाखेरि तपाईँहरूको योजना अलग होला, हाम्रो योजना अलग होला। वास्तवमा चाहिँ निचोक भनेको के हो भन्दाखेरि रोल्पाली र नेपालीहरूलाई चाहिँ जापानमा परिआएको दुःखमा चाहिँ साथ दिने, यति कुरा चाहिँ ख्याल गर्नुहोस्। रोल्पाली परिआएको दुःखमा होइन, मृत्युसँगका कुराहरूदेखि लगाएर हस्पिटलमा 8औँ महिना रोल्पालीहरूलाई चाहिँ उपचार बढाइरहँदाखेरि तपाईँहरूको त्यो स्टिकरको रिप्लाईले गर्दाखेरि चाहिँ तपाईँ कदापि रोल्पाली होइन। तपाईँले राजनीति गर्न छोडिदिनुहोस्। राजनीति गर्न भए रोल्पा जानुहोस्। रोल्पाले त राजनीति सिकाएको छ नि त, केही सिक्नुहोस्। राजनीतिको मुख्य उद्देश्य के हो त? रोल्पाली सेवा समाज भनेको त रोल्पाहरूको सेवा र समाज होला। त्यो कारणले गर्दाखेरि चाहिँ साथीहरू त्यस्तो प्रकारको रोल्पाली सेवा समाज जापानमा लिइसकेपछि रोल्पालीको हकितको लागि गर्नुहोस्, दुःख सुखको साथी बन्नुहोस्। त्यो कारणले गर्दा त्यो कुरालाई म धेरै लम्बाउन चाहन्न र वास्तवमा तपाईँहरूले चाहिँ अनुरोध गर्न चाहन्छु, रोल्पा समाज जापानको यो QR कोड स्क्यान गरेर आफ्नो डिटेल चाहिँ हामीलाई बुझाइदिनु होला। केही परेको समयमा चाहिँ हामीलाई तपाईँहरूले सबै साथीहरूलाई चाहिँ रोल्पा समाज जापानको चाहिँ मेसेन्जरमा चाहिँ 250 भन्दा चाहिँ माथि जोड्न नदिने कारणले गर्दाखेरि हामी चाहिँ बाहिरका साथीहरू पनि